पसिहाल्यमा एउटा सेक्सी कर्नर ह्याङ्दिन पसिहाल्यमा एउटा सेक्सी कर्नर ह्याङ्दिन अभी मजा आएगा ना। ल गाइस यात्रा चाहिँ हाम्रो ताप्लेजुङसम्मको छ। यहाँ त हाम्रो सरहरू हुनुहुन्छ। गाइस यात्रामा अझै रमाइलो हुनेछ। ल गाइजहरु रेडी हैन? हेलो रेडी। ल जेपी राइडर सर हाम्रो ल हामी चाहिँ यहाँनिर कहाँनिर हो ठाउँै थाहा छैन। लखुवा आइपुगेको छौँ गाइस। यात्रा जारी छ। धुलो मैलो हुँदै बाटो चाहिँ एकदम राम्रो भइसकेको छ। पहिले यहाँनिर एकदम हामी चाहिँ यहाँ पर के भन्छ ठ्याक्कै नामै आएन। कुसुमेसम्म चाहिँ हामी त्यहाँ पहिले चाहिँ यता खेपाङ पनि एकचोटि आएको छौँ। अनि त्यसपछि उता के अरे हाम्रो हिमाङदिनतिर चाहिँ धेरै आएको छौँ क्या हामी। त्यतिखेर हिँडेको थियौँ हिँड्दै भाउजूहरूको यता गाउँ आएको थियौँ सोल्टिनी गाउँ। त्यतिखेर चाहिँ यस्तो रमाइलो हुन्थ्यो। आज चाहिँ यसको झलको आएर चाहिँ अहिले फर्किने बजार पुगेर आउनु बजार चाहिँ माथि हेलो गाइस हामी चाहिँ अहिले जोरपोखरी आइपुगेका छौँ। हाम्रो सर आउँदै हुनुहुन्छ। जोरपोखरी बजार भनेर चाहिँ यहाँ चाहिँ पोखरी रहेछ यता पर गाइस। यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ है। आजको मौसम चाहिँ एकदम जाडो हेर्नुहोस्। पुरै जाडो। अघि चाहिँ एकदम गर्मी भइरहेको थियो। अहिले त एकदम जाडो आछुचुचु भइरहेछ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ जोरपोखरी भन्छ। यहाँ एउटा रहेछ अर्को मासतिर पछाडि देखेको यहाँ तल एउटा अनि माथितिर दुईवटा भएछ जोरपोखरी रहेछ। बाटो यस्तो छ धुलो है। गाह्रो छ एकदम गाह्रो छ। अब कतिखेर पुग्ने हो होइन ताप्लेजुङ। तपाईँको अहिले ठ्याक्कै 3 बजिसकेको छ। एकदम गाह्रो छ। तपाईँहरूलाई स्वागत छ लिम्बुवान अन्तिम राजा युङह्याङको दरबार प्रवेश हामी छौँ अहिले। हाम्रो यहाँ सरहरू हुनुहुन्छ। एकदम राम्रो छ। हामी चाहिँ ताप्लेजुङ हिँड्दै गरेको। पसिहाल्यमा एउटा सेक्सी कर्नर ह्याङ्दिन पसिहाल्यमा एउटा सेक्सी कर्नर ह्याङ्दिन ओ गाइस हामी चाहिँ अहिले लिम्बुवानको अन्तिम राजा युङह्याङको दरबार प्रवेश गेटमा छौँ। यहाँ ऐतिहासिक गेटमा हामी आइपुगेका छौँ। एकदम खतरा। यहाँ हाम्रो एकजना हाम्रो जेपी सरले चाहिँ कर्नरिङ हान्दै हुन्छ। हानेर गयो हिजोक तरिकाले रमाइलो। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ है। यो चाहिँ एकदम
तपाईँहरू भिजिट गर्नुहोस्। यो चाहिँ ताप्लेजुङ जाने बाटोमै ठिकै पर्छ। रमाइलो छ, रमाइलो भएर छ हाम्रो सरले यहाँ कर्नरिङ जिरोमा हानिदिन्छ, जिरोमा। ल गाइज हामी चाहिँ अहिले काबेली खोलामा आइसकेका छौँ। हाम्रो सरहरू यहाँ फोटो सेसनको लागि तयारी हुनुभएको छ। हाम्रो यता ब्रदर हुनुहुन्छ, ब्रदरले चाहिँ हाम्रो 3 जनाको फोटो बबाल हानिदिनु हुनेछ। अब हामी चाहिँ लगभग 5 तोर सकेर ताप्लेजुङको यात्रा चाहिँ सुरु गर्न लागिरहेका छौँ। अब यो दोभानदेखि माथि चाहिँ ताप्लेजुङ सुरु हुन्छ। एकदम मौसम चाहिँ आज रमाइलो घमाइलो छ, स्विट छ होइन? के छ? एकदम स्विट, बबाल। ल बबाल दिनु पर्यो है। हामी चाहिँ अहिले 6 बज्यो। हामी चाहिँ तल्लो फेरि आइपुगेका छौँ घर। अब हामी माथिबाट उकालो लाग्नेछौँ। माथिल्लो फेरि लगभग अब कुरा के हुन्छ होला, यता बस्यो हुन्छ कि माथिल्लो फेरिसम्म गइन्छ कि के हुन्छ। अब यहाँ साथीहरूसँग मतलब कुरा गरिन्छ, सल्लाह गरेर भएन भने बिहान हामी लाग्छौँ। ल गाइज हामी काफ्लेपाटी तल्लो फेरीमा छौँ। अब हामी चाहिँ लाग्दैछौँ उकालो माथिल्लो फेरी पुग्ने। हाम्रो साथीहरूसँग कुरा भयो, भोलिलाई हामीलाई सजिलो हुन्छ भनेर चाहिँ फोटो चाहिँ हानौँ न। हेलो प्रताप सर, अहिले हामी कहाँ छौँ? हामी काफ्लेपाटी तल्लो फेरी हो, पाथिभरा मन्दिर जाने क्रममा आज हामी मन्दिर दर्शनको पूर्व सन्ध्यामा काफ्लेपाटी तल्लो फेरीमा छौँ। यो तीर्थयात्री भक्तजनहरू आउने गाडीहरूको भिड देखिन्छ। अनि यहाँबाट माथिल्लो फेरीसम्म चाहिँ अब हिँड्नुपर्ने हुन्छ। हामी अब लाग्यो। हो त्यो कपी त्यहाँ चढाएर दिदीको र मेरो एउटा भन्नु यहाँ 10 छ चढाउने हो। पूजा गर्दै छोरी सर उता भित्रबाट फोटा खिच्नु होला, हेरेर खिच्नु त। बुढाबुढी आमा हुनुहुन्छ, बाबुहरू हुनुहुन्छ, नानी पाथिभरा मन्दिर दर्शन गर्न धेरैदेखि पहिलेदेखि नै मन थियो। आज सपना पुरा भयो। एकदम भित्रीदेखि यतादेखि नै खुसी लागेको छ। माताले अवश्य पनि आकाङ्क्षाहरू पुरा गर्नु नै छ। एकदम धेरै विश्वास छ माताप्रति। यस्तो हावा चलिरहेछ अहिले, माइनसमै होला। मौसम परेको छैन, हिउँ परिरहेछ। हिउँ परेको निकै ठाउँहरू। जाडो, एकदम जाडो। परिसर पाथिभरा माताको परिसरभित्र छौँ। सबैको मनोकामना पुरा होस्। घर परिवार आफन्तजन। हामी लगभग फेरिदेखि 1 घन्टा 15 मिनटमा आइपुग्यौँ। एकदम यहाँको भ्यू चाहिँ एकदम राम्रो छ। अहिले एकदम चिसो हिउँ परेर ल तपाईँहरू देख्न सक्नुहुन्छ है भ्युज।
सरहरू चाहिँ यता हुनुहुन्छ दुईजना। हाम्रो सरहरूको फोटो सेसन चाहिँ दामी भइरहेछ। अहिले हामी बुकुमलुङमा छौँ। कस्तो फिल भइरहेछ सर? कतिको आनन्द? एकदम राम्रो। अब यो हाम्रो आस्थाको धरोहर होइन। हजुर। हामीले मनोआकाङ्क्षाबाट जे चाहिँ हामीले चाहेको मागेका छौँ त्यो चाहिँ हाम्रो पाथिभरा माता देवीले चाहिँ पुरा गरिदिनु हुनेछ भन्ने विश्वासले हामीले अब पूजा अर्पण गरिसकेका छौँ। अहिले चाहिँ हामी पाथिभरा मन्दिरको सेरोफेरो यसो अवलोकन गर्दै अब फर्किने तयारीमा छौँ है त। ल थ्याङ्क यू सर। दर्शन गरिसकेपछि झर्दैछौँ। एकदम चिसो ल गाइस, हामी चाहिँ यहाँ च्याब्रुङ स्तम्भमा छौँ। हाम्रो यहाँ सरहरू हुनुहुन्छ, स्पेन सर, हाम्रो देवी सर हुनुहुन्छ यता है। हिउँ पनि पर्दैछ, एकदम चिसो छ, चिसो भइरहेछ होइन। रमाइलो चाहिँ तपाईँको भ्यू हेर्नु सक्नुहुन्छ यता। यस्तो दामी हिउँ परेछ। अनि च्याब्रुङको स्तम्भ। हेलो, गुड मर्निङ एभ्रिवान। आज तेस्रो दिन हामी यात्रामा राजारानीदेखि हामी चाहिँ ताप्लेजुङ पाथिभरा मुकुलुङमा गएर हामी चाहिँ हिजो दर्शन गरेर फर्केको। तर हामी चाहिँ हिजो घरसम्म पुग्ने सोच थियो, तर बिचमा चाहिँ पानीले त हामी चाहिँ रवि राकेको बाटो हुँदै आएको। पानीले यस्तो कुटो कि नमिठो गरी। अनि हामी चाहिँ बेलुका बस जसोतसो गरेर यहाँ लेकगाउँसम्म आइपुग्यौँ। तपाईँले देख्नुहुन्छ बुदला भोजुला ताल पछाडि हाम्रो स्टुडेन्ट्सहरू अगाडि गइसक्नु भएको छ। पछाडि जेबी सर आउँदै हुनुहुन्छ। राइडर जेबी सर आइपुग्नु भएको छ। ल तपाईँलाई भिडियो हेरेर एकदम माया गरिदिनु होला। माया भनेपछि तपाईँहरूले बुझिसक्नुभयो होइन। लाइक, सब्सक्राइब एन्ड सेयर पनि गरिदिनु होला। धन्यवाद। ब्युटिफुल भिडियोको लागि तपाईँहरूले हेरिदिनु भयो।